नमस्कार, म दिपु छेत्री। सबैमा फेमस भइरहेको एउटा गाना, गुन भुल्यौ पित्तलको सुन पायौ होला, भुइँ छोड्यौ आकाशमा जुन पायौ होला भन्ने गान तपाईँहरूले त सुन्नुभएकै छ। र यता त्यो चाहिँ अब त्यति भनेर म गान गाइरहेको थिएँ। मेरी बुढी मान्छे मसँग रिसाइरहेकी रहेछिन् भित्री भित्री, र गुन भुल्यौ पित्तलको सुन पायौ भनेर मतलब मैले गुन भुलेँ भन्न खोजेँ भनेर। र केटाकेटीहरू बिमारी भएर अति नै अप्ठ्यारो भएर यता मेरो छोरो बिमारी भएर म डक्टरकामा लिएर निक्लिन आँटेको। र यस्तै हो, अब नानी केटाकेटी बच्चा बच्चीहरू बिमारी भए पछाडि अति नै अशान्ति एउटा घरमा आउँदो रहेछ। मेरो छोरो केही दिनदेखिबाटै, छोरा यता आऊ, नमस्कार हिमाल छेत्री भन्देऊ न। सारो नमस्कार, वेलकम ब्याक हिमाल छेत्री। र हिमाल छेत्री अहिले बिमारी भएर ज्वरो आएर कहिले भुँडी दुखो भन्छ, कहिले के भन्छ, त्यसरी नै साह्रै अप्ठ्यारो एउटा समय पार गरिरहेको छु म। र छोरो बिमारी भए पछाडि म केही नै देख्थिनँ, केही बिर्सिनँ, किनकि सम्पत्तिको नाममा छ भन्ने मतलब मेरो छोरो छ। यता मेरी स्विटहार्ट देखाइरहेछु तिमीलाई। र यति बेला हामी छोरो बिमारी भएको सिलसिलामा अलिकति टेन्सनमा छौँ, त्यसैले भिडियोहरू मैले राम्रा लिएर आउन सकिरहेको छिनँ। र आशा गर्छु कि आउने दिनहरू राम्रा आउँछन् भिडियोहरू भनेर। धन्यवाद। जय श्री राम।